हेलो नमस्कार तपाईँहरू सबैजनालाई। आज मैले खिर बनाउने रेसिपी लिएर आएको छु। सबैभन्दा पहिला यसरी हामीले दुध हालेको छौँ। दुध उम्लिन्जेलसम्म हामी यो मसला राख्नेछौँ। हामीलाई चाहिन्छ काजु चाहिन्छ, छकडा चाहिन्छ, अनि त्यसपछि हामीले मधिसे बदम भन्छ त्यो पनि चाहिन्छ हामीलाई खिर बनाउँदा, अनि ल्वाङ, सुकमेल, अनि त्यसपछि हामीलाई तेजपत्ताको पत्ता फ्लेभरको लागि हामीले जति पनि यो ड्राई फ्रुटहरू हुनुहुन्छ तपाईँहरूले जुन जुन मनपर्छ त्यो तपाईँहरूले यस खिरमा हाल्न सक्नुहुन्छ। अनि त्यसै गरी नरिवल चाहिन्छ। नरिवलले एलर्जी हामीलाई त्यसले नरिवल हाल्न सकिनँ। अब चाहिँ हाम्रो चाहिँ यस ठाउँमा चाहिँ दुध उम्लिसकेको छ। हामीले दुध उमालिराखेका थियौँ। अनि हामीले चाहिँ चामललाई चाहिँ एक रात चामल हो, छिट्टो पनि पाक्ने हुँदछ अनि राम्रोसँग सफा गर्नुपर्छ। अब चाहिँ हाम्रो चामललाई पानी फालेर अनि उम्लेको दुधमा चाहिँ चामललाई चाहिँ यसरी हामीले लोकल चामल चाहिँ हालेका छौँ। अनि यसरी हामीले खिर चाहिँ यहाँनिर लोकल स्टाइलले बन्दैछ। सानो आगोमा यसरी बनाउनु भयो, ठुलो सानो, तर मलाई चाहिँ सानो ठिक छ। सानोमा आगोमा हामीले मजाले दुधमा यसरी मजाले पकाउने छौँ। अब हामीलाई 1 घन्टा मजाले दुधमा पकायो। जति दुधमा पकायो हामीलाई खिर त्यति नै मिठो हुँदछ। अनि जति पनि हामीले ड्राई फ्रुट देखाएको थियो र मसलाहरू हामीले चाहिँ काजु भयो, छकडा सबै हामीले चाहिँ यहाँनिर केलाइसक्यो। हेर्न सक्नुहुन्छ हाम्रो यो एकदम खिर बाक्लो भइसकेको छ। तपाईँहरूले देख्न सक्नुहुन्छ। यसरी नै बिस्तारै चलाउँदै तपाईँहरूले बनाउन सक्नुहुनेछ। अनि एकदम मिठो हुँदछ। जति चलायो दुध चाहिँ एकदम बाक्लो भयो भने चाहिँ मिठो हुन्छ। अनि अब चाहिँ मैले ग्यासको आगो चाहिँ मैले सानो बनाएर राखेको छु र ड्राई फ्रुटहरू हाल्नको लागि। अनि जति पनि मसलाहरू छ मैले सबै मसलाहरू एकसाथ हालिदिएँ। अनि तपाईँलाई जस्तो मनपर्छ सक्नुहुन्छ तपाईँले त्यस्तै हाल्न सक्नुहुन्छ। अनि यसलाई पनि फेरि बिस्तारै मैले चलाउँदै गएँ। आगो चाहिँ मैले सानो बनाएको छु यो समयमा, किनकि हाल्ने बेलामा डढ्न सक्छ भनेर। अनि सकेसम्म हामीले चाहिँ हेर्न सक्नुहुन्छ खिर यसरी बन्दैछ। हाम्रो लगभग रेडी तरिकामा भइसकेको छ। अनि जति सक्छ हामीले चलाउनुपर्छ। तपाईँले जति मनपर्छ तपाईँहरूले चिनी पनि हाल्न सक्नुहुन्छ। चिनी चाहिँ खिरमा चिनी गुलियो नै हुन्छ। अनि हामीले चाहिँ कम खाने तरिकाले हालेको छ। अब चाहिँ हाम्रो चाहिँ खिर पाकिसकेको छ। हेर्नुहोस् त कति डेलिसियस तरिका। अनि हामीले प्लेटमा नि हालेका छौँ। तपाईँहरूले पनि देख्न सक्नुहुनेछ यो खिर। हुन्छ, तपाईँ सबैजनालाई धन्यवाद मेरो भिडियो हेरिदिनु भएको लागि। अर्को भिडियोमा भेट्नेछौँ हामी।